माथि चाहिँ पुरा आँप छ है। आँपै आँप। यो आँप चाहिँ कस्तो मिठो पनि रहेछ। यो अम्बकको बोट रहेछ। अम्बक चाहिँ फलेन रहेछ। यहाँ चाहिँ पहिला नै हाम्रो घरको बारी हो। यो चाहिँ पाइनएप्पलको बोट हो। के भन्छ, गुई कटर फलेको त रहेछ, पाकेको चाहिँ छैन रहेछ। ए यस्तो खालको यो के भन्छ, यसलाई पाइनएप्पलै भन्छ होला। यहाँ पनि फल्दो रहेछ सानो। यहीँ फल्दो रहेछ, पाकेको छैन रहेछ। पाकेको भए त टिपेर लान्थेँ नि घरमा। पाकेको छैन रहेछ। यो चाहिँ पहिलाको हाम्रो घरेरी हो। यो पुरा घाँस पलाएछ। यो आँपको बोटमा आँप फलेछ। यहाँ हेर्नु न, यहाँ यत्रो ठुलो फलेको। ए यो त पाकेछ त, काटी पनि लानु पर्यो अब घरमा। वाउ, यो त पाकेछ। टिप्ने बेला भएछ। यस्तो भयो। यो चाहिँ कतिजनालाई थाहा छ, यो चाहिँ निमको पत्ता है साथीहरू। यहाँ चाहिँ कसले आँप टिपेर यस्तो रहेछ। आँप टिपेर यहाँ राखेको रहेछ, पाकेछ यो आँपै। यो चाहिँ निमको पत्ता हो। निम पत्ता हो यो चाहिँ। घाँस हेर्नु त, यहाँ घाँस उपर तितिरेको बोट छ। तितिरेको बोट हेर्नु गएको म चाहिँ। यहाँनिर चाहिँ एउटा चिज फलेको रहेछ कि, तर यो चुट्टेको रहेछ नि। यो चाहिँ तितिरेको बोट हो, तर फलेको चाहिँ छक्केछ, छैन रहेछ। अहिले चाहिँ फुल्दै रहेछ भर्खर। यस्तै आउँदा चाहिँ फलेको थियो, अहिले चाहिँ छैन रहेछ। यस्तो जङ्गल बाइक छ। पहिला चाहिँ हाम्रो यहाँ घर थियो, अहिले चाहिँ अलिक माथि छ। यहाँ चाहिँ यस्तो भएछ जङ्गल। यो चाहिँ सजनाको बोट हो साथीहरू। यो चाहिँ सजना हो। यो चाहिँ बोटो फलेको छैन, यसको पत्ता पनि खान्छ। यस्तो कलिलो कलिलो पत्ताहरू सब्जी खान्छ। यो चाहिँ खेतै खेत छ। यो चाहिँ धान रोप्नु रेडी हुँदैछ। यता चाहिँ यहाँ चाहिँ बिउ राख्नु भएको रहेछ बुवाले धानको। यहाँ एउटा पाइनएप्पलको बोट रहेछ कि, हेर्नु गएको फलेको छ कि छैन भन्दै। साँप पनि हुन्छ नि यहाँ चाहिँ, फेरि साँप। फलेको चाहिँ रहेछ एउटा, तर पाकेको छैन रहेछ। फल्नु चाहिँ कति फल्छ।